पावर हिटिङ गर्दाखेरि अलिकति तैँले के बुझ्नुपर्छ ब्याक फेस खुलिरहेको खालि चाहिँ पावर हिटिङ जोन मात्रै है अलिकति तैँले आफै थपाउँछस् के ब्याटको यसमा लाग्नु बित्तिकै तेरो बल यता जाने बित्तिकै बुझ्नु तेरो ब्याट क्लोज अलिकति भएको छैन है र यो त तेरो छ है नहल्लिनु है यही अनुसार बेसमा गरेर खेल्छ है ल कसैले लागेर केही छैन स्टेप आउट नभए बाबा ठिक छ अच्छा हेड तल है हेड तल हेड बाबा अहिले एकछिन रुख त अब के भयो त अलिकति सर्दै छ नि त है सर्ले त्यस्तो ब्यान गरेको यो युज गर्यो भने ब्याकलेग हाम्रो ब्याकलेग चल्दैन है अब स्ट्यान्ड्समा हामीले गर्नुपर्छ बस यतिको बेस ठिक छ अलिक ठुलो बेस पनि बनाउने है यतिको बेस ठिक छ है 130 छ सानै बेस सानो बेसमा अलिक एलिभेसन पनि पाउँछ ठिक छ अहिले कहीँ माथि भयो तल हेड डाउन साबास 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 नट ब्याड है साबास अल ब्याकवर्ड पोजिसन सिकाउँछ है साबास यो सानो बेस एकदम पर्फेक्ट हो क्या अलिक ठुलो बेस के हुन्छ एलिभेसन पनि पाउँदैन पावर पनि पाउँदैन तर सानो बेसले के हुन्छ त्यहाँको पनि हामीलाई सजिलो भयो यहाँको पनि हामीलाई सजिलो भयो क्या तर यसले यता बल पिक गर्यो भने सकिन्न है त्यसैले सानै होस् यो अहिले राम्रो हुँदैछ तेरो बानी छ नि त स्टेप आउट गर्ने अनि त्यसैले यसलाई घिसारै थिइस् अलिकति यो कन्ट्रोलले भन्न 15-20 दिन गरिस् भने ब्यालेन्समा आउँछ कस्तो राम्रो अहिले सुरुको हेड र अहिलेको हेड कति राम्रो छ अहिले ट्याङ 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 ब्याक फ्लो पनि मिठो आइरहेको है सब कुछ पर्फेक्ट छ यही गरिराख्ने हो डेली है प्राय रामा के छ यो एउटा सेसनपछि के फिल आयो एकदम राम्रो फिल भयो अनि यसलाई कन्टिन्यू गर्दा त राम्रै नै होला है हजुर कन्टिन्यू गर्ने हो विगत कति 1 महिनादेखि कन्टिन्यू ड्रिल्समा गर्दैछ भने अहिले हजुर के छ अब नेक्स्ट तयारी के छ तिम्रो अब नेक्स्ट तयारी अनुहार देखाउन नेक्स्ट तयारी के छ अब कभरमाथि हान्ने ए अनि यो ड्रिल्स गर 10-15 दिन 10-15 दिन कभर ड्राइभ है अनि ठिक्क हुन्छ दुवैतिर जुन आफ्नो स्ट्रङ जोन हो नि है त्यतातिर पनि हेर तर नन स्ट्रङ जोन हुन्छ नि तर एक्स्ट्रा कभरमा अलिकति विक छ नि त त्यसलाई पनि इम्प्रुभमेन्ट गर्नुपर्छ है ड्रिल्सहरू
जति ड्रिल्स गर त्यति राम्रो हो। यहाँ आएर चाहिँ यो ऊ खेल्नुभन्दा पनि एउटा फोकस तरिकाले लिएर जानु सक्नुपर्छ है, त्यही अनुसारले। के छ राणा, तिम्रो विगत 1 महिनादेखि यो ड्रिल्सहरू गर्दैछौ, यसमा केही इम्प्रुभमेन्ट, एउटा सेल्फ कन्फिडेन्ट के आएको छ? पहिलाभन्दा अलिकति राम्रो भएछ, कन्फिडेन्ट आइरह जस कभरमाथि र ब्याट स्विङ हिटिङहरू बडी स्टिल गरेर खेल्दैछु अहिले, जुन टाउको स्टिल हुन्छ। हेड स्टिल अनि लेग स्टिल गरेर खेल्दैछु, त्यसमा त्यो कन्फिडेन्ट आउँछ। कन्टिन्यू गर्ने हो। अल द बेस्ट राणा। थ्याङ्क यू।